गुड मर्निङ क्लास। आज चाहिँ हामी किडनीको बारेमा अलिक गोल्डन पोइन्टहरू त्यो चाहिँ लोकसेवाको लागि इम्पोर्टेन्ट छ र त्यो युजफुल कसको लागि हो? स्टाफ नर्सको लागि, हेल्थ एसिस्टेन्टको लागि, एएनएम र एनएचडब्ल्यूको लागि हो। केही गोल्डन पोइन्टहरू कुन क्षेत्रबाट? किडनीबाट केही गोल्डन पोइन्टहरू म तपाईँहरूलाई भन्दै गर्छु। पोइन्ट नम्बर 1 मा गोल्डन पोइन्ट 1 मा the major role of maintaining fluid and electrolytes in our body is the major role of maintaining fluid and electrolytes in our body is kidney. कसो काम हो? किडनी त्यसले के गर्छ? मेजर रोल गर्छ केमा? त फ्लुइड र इलेक्ट्रोलाइटलाई मेन्टेन गर्नलाई कुन अर्गनले त्यो गर्छ? हेल्प गर्छ किडनीले। किडनीको चाहिँ मेन रोल हो यसमा। र प्रत्येक दिन किडनी हाम्रो शरीरबाट 400 देखि लिएर 500 सम्म के गर्छ? लस्ट गर्छ। each day 400 देखि लिएर 500 ml each day of fluid is lost via किडनीबाट सधैँ प्रत्येक दिन 400 देखि लिएर 500 ml फ्लुइड लस हुन्छ। तेस्रो नम्बरमा किडनी चाहिँ के प्रोड्युस गर्छ? किडनी चाहिँ के प्रोड्युस गर्छ भनेर एक नम्बरमा लेख रेनिन। यहाँ बढी गएर स्टुडेन्ट झुक्छ क्या रेनिनमा। अप्सनमा सुरुमा हुन्छ रेनिन, बीमा हुन्छ ग्यास्ट्रिक हार्मोन, सीमा हुन्छ भिटामिन सी र डीमा हुन्छ रेनिन। फेरि अब स्टुडेन्टको आँखा यहाँ जान्छ डाइरेक्टली। किडनी प्रोड्युस रेनिन जस्तो मिले जस्तो छ पुरै, मात्र यहाँ डबल एन छ, यहाँ सिङ्गल एन छ। फर्स्ट नम्बरमा नै राखिदिएको हुन्छ रेनिन, अनि स्टुडेन्टले के गर्छ? यहाँ बिगार्छ, यसमा टिक लगाउँछ। तर त्यो होइन, यो रङ हो। यो रेनिन इज प्रोड्युस बाई, यो रेनिन चाहिँ कसले प्रोड्युस गर्छ? प्रोड्युस बाई स्टोमेकले। यो स्टोमेकले गर्छ। डबल एन वाला रेनिन आयो भने स्टोमेकले प्रोड्युस गर्छ, यसमा टिक नलगाउने। यदि किडनी प्रोड्युस अप्सनमा यो छ भने यो टिक लगाउने। प्रोड्युस्ड बाई किडनी। यो रेनिन सिंगल एन वाला किडनीले प्रोड्युस गर्ने र डबल एन वाला स्टोमेकले। अब यसको कसरी सम्झिने? कुन रेनिन कन्फ्युज हुन्छ। डबल एन यसलाई जोडिदिने स्टोमेक, यसरी सम्झिने। स्टोमेकमा यम आउँछ, सो डबल एनलाई यसलाई जोडिदिने रेनिन हो। यसरी सम्झिने, यसलाई जोडेर सम्झिने। सो किडनी प्रोड्युस रेनिन, सिंगल एन वाला रेनिन हुन्छ। अब किडनी प्रोड्युस रेनिन
अझै के प्रड्युस गर्छ? भिटामिन डी पनि यसले प्रड्युस गर्छ। हर्मोन कुन हर्मोन? इराइथ्रोपोइटिन हर्मोन फोरमा, यहाँ लेख फोरमा के गर्छ? क्याल्सिट्रियल। अब गोल्डन पोइन्ट रेनिन, भिटामिन डी, इराइथ्रोपोइटिन र क्याल्सिट्रियल किडनीले प्रड्युस गर्छ। सबैभन्दा बढी ब्लड रिसिभ गर्ने कार्डियक आउटपुटमा लिभर हो। सबैभन्दा बढी ब्लड रिसिभ गर्ने कार्डियक आउटपुटबाट लिभर हो र लिभर पछि किडनी हो। सो आफ्टर लिभर किडनी रिसिभ maximum cardiac output। सबैभन्दा बढी कार्डियक आउटपुट के रिसिभ गर्ने लिभर हो र लिभर पछि चाहिँ किडनी हो। आफ्टर लिभर किडनी रिसिभ। ब्लड आर एलिमिनेटेड। ब्लड चाहिँ कहाँ एलिमिनेट हुन्छ? किडनीमा। ब्लड्स आर एलिमिनेटेड इन किडनी। ब्लड कहाँ गएर एलिमिनेट हुन्छ? किडनीमा एलिमिनेट हुन्छ। बाई प्रोसेस अफ कुन प्रोसेसले? बाई प्रोसेस अफ सेपरेसन। कहिलेकाहीँ अप्सनमा मात्रै सेपरेसन हुन्छ र कहिलेकाहीँ तिनटै हुन्छ। रिअब्जर्प्सन एन्ड फिल्ट्रेसन। कहिलेकाहीँ अप्सनमा यो मात्रै हुन्छ सेपरेसन र कहिलेकाहीँ तिनटै हुन्छ भने फलमा लगाउने। द structural and functional unit of किडनी को स्ट्रक्चरल र फंक्शनल युनिटलाई के भन्ने? नेफ्रन भन्ने। किडनी को स्ट्रक्चरल र फंक्शनल युनिटलाई के भन्ने? नेफ्रन भन्ने। गोल्डन पोइन्ट सबै गोल्डन पोइन्ट हो क्या, सबै इक्जाम आउँछ। र किडनीको सेप थाहा होला, बिन सेप। किडनी इज बिन सेप। धेरै जसो विद्यार्थीलाई यसरी पोइन्टमा नै पढ्नमा रुचि हुन्छ क्या, अनि पढ्नमा पनि सजिलो हुन्छ। मलाई पनि यस्तो नोट बनाउन मन थियो, म त्यही भएर तपाईँहरूको बिचमा यो राखेको छु। यस्तो कति विद्यार्थीलाई त्यो के भन्छ अरे कोडेको कार्यको जस्तो मन पर्दैन, त्यसै भएर म पोइन्टमा लेखिदिन्छु गोल्डन पोइन्ट भनेर। मेरो यो सबै धेरै इम्पोर्टेन्ट छ यो क्वेसनहरू। बिन सेट भनेको बिन हामी हुन्छ यसरी हुन्छ नि, बिन हो यस्तै हुन्छ किडनी। Kidney is bean shaped and color is brown. Kidney को color brown, reddish brown color. राइट किडनी देखिरहेछ कि देखिरहेछ? एकछिन देखिरहेछ। राइट किडनी is slightly lower than